Hello everyone, welcome back to my YouTube channel. फेरि पनि स्वागत छ तपाईहरुलाई। र आज चाहिँ हामी बाइक किन्न जाँदैछौँ। सो स्टे ट्युन आजको भिडियोको लागि। अनि त्यसपछि कलेजमा पनि यसो कामहरु छ। अनि आजको दिन कसो बित्दो रहेछ हेरौँ न, हैन? सिभिल मल पनि आइसकेको छौँ। टक्क यहाँ आउने बित्तिकै त फेरि हाइवे छुट्टै हुन्छ नि। सो हेर्दैछौँ नलागिसक्यो है त ओलिज स्टोर। मैले लिइसकेको छु बाइक र टक्क लगाएर बाइक मैले यतातिर पार्किङ गरेको छु। पार्किङको पैसा बच्छ गाइज, यस्तै हो। त्यही हो। अहिले अब सुनाउँछु म, पानी पर्नलाई के हो पानी पर्नलाई मेरो बाइक निस्किन्छु अब। अहिले मैले बाइक लिइसकेको छु र अहिले टेस्ट पनि गर्दैछु। अनि हामी चाहिँ अहिले यहाँ कोरियन रेस्टुरेन्टमा खान आएको छौँ। सो पानी पर्दै थियो, अघि पानी पर्दै थियो, फेरि कता हरायो, पोल्युसन गयो, अब जान्छ भन्ने आस्तो थियो। अब केही मगाउनु पर्यो, त्यसपछि खानुपर्छ है त। ल गाइस, फाइनली हाम्रो साइड डिसहरू आइसकेको छ। यो चाहिँ कोरियनमा चाहिँ साइड डिसहरू चाहिँ अगाडि आउने चलन छ है। सो सबसे फेभरेट भनेको चाहिँ मेरो यो हो भटमास है। यस्तो मिठो हुन्छ, तर मलाई एएसएमआर पनि राम्रै आइरह्यो होला। अनि अर्को सेकेन्ड फेभरेट चाहिँ मैले किम्ची है। किम्ची पनि एकदमै राम्रो छ, टेस्ट गरी हेर्छु। एकदम राम्रो छ गाइज, तपाईहरु आएर ट्राई गर्नु होला। अहिलेको लागि चाहिँ यति नै। अहिले हाम्रो किम्बाप अनि तोबोकु आइसकेको छ। सो यो डिस चाहिँ मलाई एकदमै मिठो लाग्छ है। अब यसलाई चाहिँ ट्राई पनि गरी हेरौँ। ट्राई त पहिला पनि गरेको हो, तर पनि गरौँ फेरि। यसलाई चाहिँ यस्तो गर्ने, अनि यो सोया ससमा टक्क डुबाएर खाँदै गर्छु। ट्राई गर्छु एकछिनमा। ओके, अब फेरि म यो तोबुकी ट्राई गर्न जाँदैछु। तोबुकी चाहिँ यो चाहिँ खास यो चाहिँ यसलाई चाहिँ राइस केक भन्छ है। अनि यसमा चाहिँ यो चिज मिसाएको छ। अनि त्यसपछि यसको फ्लेभर, तोबुकीको फ्लेभर, यसलाई चाहिँ म अब ट्राई गर्न जाँदैछु। आउँदै आएन क्या यार, अलि तातो छ है। एकदम बवाल छ, पिरो छ। अब चाहिँ रामेन विथ पोर्क अनि त्यसपछि अन्डा ट्राई गर्न जाँदैछु है त। यसलाई चाहिँ थोरै अब प्लेटमा लिउँ, थोरै यसरी ट्राई गरौँ है त। च्याउ पनि मिसा रहेछ है, च्याउ। अनि यहाँ पोर्क पनि छ, पोर्क पनि लिइहाल्छु म। ओके, यो चाहिँ पोर्क है, एकदम मिठो छ। सो नाउ अब हामीले नेक्स्ट डिस ट्राई गर्न गइरहेको छौँ। यो डिसको नाम चिकन विङ्स। र यसलाई खानालाई चाहिँ पन्जा लाउनुपर्छ, यसरी टक्क लगाएर यसरी समात्ने। अलिकति पातहरू पनि आयो, यस्तो घाँस भुस कहाँ आयो, शेरको घाँस खेला त है। अझै एक बाइट लिनुपर्छ, बल्ल थाहा हुँदा।
ठिक छ गाइज, ठिक छ, एकदम ठिक छ, जे भने ठिकै छ है। फाइनल्ली हामीले खाएर सकिसकेका छौँ। अब खाइयो, टन्न भयो, त्यसपछि सपिङ पनि गर्न जानु छ। सपिङ हेरौँ, मलाई चाहिँ होइन एकजना हुनुहुन्छ, उहाँले गर्नु छ अरे, त्यही भएर चाहिँ अहिलेको लागि चाहिँ यति नै है त। हेर्न सक्नुहुन्छ न्यु रोड एकदम राम्रो भइसकेको छ। हाम्रो न्यु रोड एकदम व्यवस्थित थियो, तर अस्तिसम्म चाहिँ अहिले चाहिँ के भएको यस्तो भिड छ त अहिले त। तर जे होस् अलि पहिलाभन्दा त व्यवस्थितै भयो। ओके गाइज, हामीले चस्मा सपिङ गरेको छौँ। कस्तो देखिरहेछ मलाई टक्क लगाएर हामी हिँड्दैछौँ अब घर जाने। अब